सौरभ सौरभ माछा पक्रिने हो माछा पक्रिने हो सृष्टि दिदीले माछा पक्रिने अरे लु माछा पक्रेर देखाइदेऊ न त नि दिदी भन न माछा भन न माछा भन न छैन रहेछ माथिबाट हेर्दा माछा देखिन्छ त गाइस हाम्रो सृष्टिले चाहिँ माछा पक्रिन आँटेको आज कतिवटा माछा पक्रिन्छ है त हेरौँ है त यता चाहिँ छ